हाम्रो वान कलर बार चक्का। यो गाडीको नाम चाहिँ मैले जमानामा वान कलर भनेर राखे हो। हेमन्त गुरुलाई थाहा छ। 2907 लक्की नम्बर हो। सुपको धनगढी यातायातमा रजिस्टर गाडी हो। रिस्पेक्ट ड्राइभर, रिस्पेक्ट राइडर्स भन्ने छ है। योमा गाडीको एकदम के भन्छ योलाई, खुट्टा हाम्रो यो घुँडा है सबै बनिरहेछ। यहाँ दाई हेड मिस्त्री हुनुहुन्छ, यहाँ अतरिया मनिषा पेट्रोल पम्पको अगाडि सबै काम भियायो हैन दाई। किनपिनको फल्ट भएको हुनाले यो गाडीको साउजीलाई आज टन्नै घाटा लागिसकेको रहेछ। 90-92 हजार 1 लाख टचिङको टायर आउँछ। 30 हजार प्लसको नोक्सान भइसकेको रहेछ है किनपिन टाइममा नबनाएर। फेरि अब दाइले उपचार गरिदिनु भएको छ गाडीको। यहाँ सबै गाडीको उपचार हुन्छ, कृपया सम्झिनु होला है। शिवशिखर ट्रेडर भनेर टक्क उहाँको वर्कसप त्यही राइटमा छ। फेरि उहाँ चाहिँ सिपर्दीको टेक्निसियन हो है। सिपर्दीको फुल्ली एक्सपिरियन्स भएको टेक्निसियन हो। फेरि उहाँले अब अर्काको दिनमा के काम गर्ने भनेर यहाँ आफ्नो वर्कसप खोल्यो। बबाल हिसाबले सम्झिनु होला है। ल हेड, इन्जिन, किनपिन, क्राउन, गियरबक्स, लिफ्ट एक्सल सबैको काम हुन्छ है। ल हाम्रो वान कलर बार चक्का रेडी भइसक्यो अब कुद्नको लागि एकछिनमै।